अनि आज चाहिँ म र कहाँ गयो बहिनी लाइब्रेरी जान लागेको हैन आइपुगिसक्यौं। टाडा यही हो लाइब्रेरी चाहिँ। अनि भित्र गएर देखाउँछु के हैन। अब भित्र छिर्न लागेको हैन। लाइब्रेरी चाहिँ हैन मान्छेहरु धेरै यसो यही भित्र हो लाइब्रेरी चाहिँ। वेलकम। यहाँ नाम लेख्नुपर्छ। नलेख्दा नि हुन्छ र पनि लेख्दिउँ न। 8 नम्बरमा हेर्न यस्तै हो हैन। हामी जान सक्छौँ है। मान्छे जस्तो छ भित्र। ला टिक लाउन बिर्सेछु। From the people of Japan. यस्तो छ यहाँबाट छिर्दा चाहिँ। अनि यहाँ चाहिँ लाइब्रेरी हो। यहाँ माथि पनि रुमहरु छ। लाइब्रेरी यहाँ जुत्ता खोल्नु पर्छ। उ चाहिँ अलरेडी भित्र बसिरहेछ। एकचोटी लाइब्रेरीको टुर दिउँला। बाहिरको भ्यू जंगल छ किनकि जंगलको छेउमै छ नि त लाइब्रेरी। अनि यो तलको बिल्डिङमा चाहिँ उयो छ त्यो ब्याडमिन्टन खेल्ने ठाउँ छ। त्यहाँभित्र कत्रो ठुलो छ तर अहिलेसम्म गएकै छैन। जान पनि दिँदैन जस्तो लाग्यो। यति नै हो हाम्रो लाइब्रेरी भनेको चाहिँ। हामी चाहिँ बाहिर निस्केको। अनि यहाँ चाहिँ च्यान पनि छ। टेबल टेनिस खेल्ने ठाउँ पनि छ हैन त्यहाँ माथि। यो बाहिरको भ्यू। यहाँ भित्र चाहिँ उयो छ क्या यो जङ्गलभित्र त्यो पिकनिक खाने ठाउँ जस्तो एउटा बस्ने ठाउँ छ। अनि त्यहाँ साइडमा स्लाइड पनि छ। उयो पनि छ के भन्छ उयो ट्री हाउस जस्तो पनि छ। अनि चिप्लिटी खेल्ने ठाउँ पनि छ। हामी चाहिँ त्यही जान लागेको हैन। जस्तो चाहिँ छ उयो ठाउँ चाहिँ खतरा छ है यहाँ माथि। यसो जाम न कराउनु त हुँदैन नि। यो चाहिँ लाइब्रेरी। अनि यहाँ हल्का च्यानहरु छ। ग्रेभयार्ड। अनि त्यहाँ माथि छ टेबल टेनिस खेल्ने ठाउँ। ठाउँ चाहिँ खतरा छ। यहाँ पनि छ च्यान। यो तो अब यो च्यान पो रहेछ। भित्र ब्याडमिन्टन खेल्दै हुनुहुन्छ। यहाँसम्म सुनिरहेछ। राम्रो छ। हामी चाहिँ भित्र जाँदैछौँ जङ्गलभित्र। म एनिमी बनाउँछु भन्नु त थाहा थियो। चरा ला चरै गयो। ऊ माथि छ। पत्ताहरू झर्दैछ। अहिले कुन महिना पो चलिरहेछ? फागुन होला। हामी चाहिँ आइपुग्न लाग्यौँ। कपाल चाहिँ खतरा भयो क्या हावाले उडाएर नि। हामी चाहिँ आइपुग्यौँ। हल्का पिकनिक खेल्ने ठाउँ जस्तै। पिकनिक खाने ठाउँ खेल्ने हैन। यहाँ माथि चाहिँ छ क्या च्यान। मैले देखाएँ भनेको नि च्यानै च्यान छ। रिङ्गे यहाँ चाहिँ बस्ने ठाउँ हैन रहेछ। यहाँ यस्तो छ बस्ने ठाउँ छातावाला। यहाँ माथि जाम ल।
डर लाग्छ यार ब्रो चिप्लिटी खेल्नु चाहिँ खेल्दिनँ अब फेरि जाम लाइब्रेरीमा डुलिया यहाँ धेरै जङ्गलभित्र डर पनि लाग्छ कता कता हाई हामी फेरि लाइब्रेरीभित्र आइपुग्यौँ अनि यो कस्तो लाइटिङ मिलेन वा यसो भयो नि त फर्स्ट टाइम भ्लग बनाएर पनि होला कस्तो अक्वर्ड लागिरहेछ यो भ्लग राम्रो होस् आई विश त्यही हो मैले चाहिँ जापानिज ल्याङ्ग्वेजको बुक खोजेको भेट्नै भेटिनँ यहाँ यो बुक पनि छ रेसिपीहरू हुन्छ नि एचएम स्टुडेन्टको लागि खानेकुराको रेसिपी 15 वर्ष नो फेयर खोजेको बुकै भेटिनँ फाइनली खोज्दा खोज्दा भेटेँ मैले जापानी भाषा हामी चाहिँ माथिल्लो फ्लोरमा जान लागेको उयो प्रोग्राम छ अरे क्या त्यस्तै महिला सम्बन्धी खै के प्रोग्राम छ भन्दैन त अनि दिदी अघि भन्नु थियो अहिले फेरि बोलाउन आउनु भएको थियो अनि हामी चाहिँ त्यहाँ जान लागेको बत्ती पङ्खा पनि मार्दियो मलाई बत्ती पनि मार्दियो यो नि मैले बन्द गरेर चाहिँ खुल्ला गरिदिएँ मलाई चाहिँ अब माथि जान्छौँ जुत्ता लाउनु पर्छ झ्याउ लाग्छ माथि भन्नुभयो माथि नै होला हौ ओके बिचमा सरले कुनै पनि त्यो आफूले स्टडी गरेर पढाएको कुराहरू बिचमा सोद्धाखेरि नसा प्रयोग नगर्ने चाहिँ कन्फिडेन्टली जवाब दिन सक्छन् भने चाहिँ नसा प्रयोग गर्ने चाहिँ कन्फ्युजमा हुन्छन् हो कि हेर्नु भनेको मतलब
नसा प्रयोग गरेपछि के हुन्छ भने हाम्रो मानसिक रूपमा पनि हैन दिमागी रूपमा पनि उसलाई चाहिँ असर गरेको हुन्छन् उले बिर्सने गर्छन् हैन हो कि हैन जस्तो लाग्छन् कन्फिडेन्स लेभलहरु उनीहरूले चाहिँ हैन गुमाउँछन् र अर्को कुरा तपाईको इमोसनली रूपमा पनि तपाईहरुले देख्नु भएको छ हामी देखेको छौं भोगेको छौं हैन इमोसनली रूपमा कस्तो हुन्छन् भने नसा प्रयोग गर्नेहरु एकदम स्वार्थी हुन्छन् हैन आफ्नो नसा सेवन प्राप्त गर्नको लागि उनीहरूले जे पनि गर्न तयार हामी चाहिँ अब घर गएको माथि कार्यक्रममा पनि त्यस्तो साह्रो बसेनौँ घरबाट कल आयो अनि अब चाहिँ घर गएको यो टपमा हुँदैछ कार्यक्रम चाहिँ पुलिस अङ्कल नै आउनु भएको थियो त्यहाँको अङ्कलले चाहिँ क्या त्यो खै को अङ्कल हुनुहुन्छ नि त त्यो ब्लू कलरको ज्याकेट लाउने अङ्कलले चाहिँ किन गएको बस न भन्नुभयो कस्तो सिरियस अनुहारले क्या डर लाग्यो किन गएको बस न त्यस्तो भन्नु आजलाई चाहिँ यति नै भ्लगलाई चाहिँ यही इन्ड गरिदिउँ ल बाई बाई यता ओ बाई बाई गर्नु बाई 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 गाई कति क्युट